साथी के छ खबर? हामी त धेरै पछि बोलियो त है? ठिकै छ भनौँ। एउटा ठुलो काम गर्ने सोच छ। हाम्रो गाउँमा 5,000 वटा नयाँ फुलका बिरुवा अनि त्यसपछि 4,000 वटा अरू बिरुवाहरू लगाउने कार्यक्रम छ। यो कार्यक्रमलाई चाहिँ म लिड गरौँ कि भनेर सोचिरहेको छु। अलिक गाह्रो हुन्छ होला है यो? गाह्रो त हुन्छ, तर कार्यक्रम चाहिँ एकदम राम्रो हो। तर यत्रो धेरै बिरुवाहरू चाहिँ कहाँ लगाउने, कुन ठाउँमा कुन स्पेसिस लगाउने, यसको प्रपर प्लानिङ छ कि छैन? के छ? त्यो त सजिलो छ नि। गाउँका खाली ठाउँ अब जङ्गलको छेउछाउ त्यसपछि बाटो वरिपरि जहाँ खाली देखिन्छ त्यहीँ त लगाउने हो। गाउँ नै हरियो बनाउने हो नि। अब हरियो सहर बगैँचाको सहर जस्तो भयो नि बनाउने हो। हेर्दाखेरि राम्रो देखिन्छ पनि। सोच त राम्रो छ, तर एउटा कुरा सोधौँ? अब के कुरा हो? फेरि के जान्ने भयो अब? ओहो, पहिला सुन यहाँ, हामीले वृक्षारोपण गर्दाखेरि केवल कतिवटा बिरुवा लगायौँ भनेर हेर्ने हो कि त्यसले भविष्यमा कस्तो खाले इकोसिस्टम बनाउँछ भनेर पनि सोच्ने हो? रुख लगाउनु त राम्रो कुरा हो नि। अब जङ्गल फडानी भएर विनाश भइरहेको बेलाखेरि अब सबैले रुख लगाउनु पर्छ भन्छन्। अब हामीले पढेकै त हो नि। अब त्यो कार्बन सिक्वेस्ट्रेसन गर्छ, कार्बन फुटप्रिन्ट घटाउँछ, अनि त्यसपछि अक्सिजन दिन्छ, अनि त्यसपछि इकोसिस्टम त आफै राम्रो भइहाल्छ नि। अनि अरू कुरा चाहिँ किन चाहियो यहाँ? एक हिसाबले तिम्रो कुरा पनि सही हो। रुख पृथ्वीको लागि अत्यन्तै महत्त्वपूर्ण छन्। तर एउटा जङ्गल भनेको केवल रुखहरूको मात्रै कलेक्सन त होइन नि त। एउटा स्वस्थ जङ्गलमा ठुला ठुला बोट बिरुवा, जनावरहरूदेखि लिएर सानसाना सोइल माइक्रो अर्गानिजमसम्म सबैको सम्बन्ध हुन्छ। त्यसैले वृक्षारोपण गर्दाखेरि चाहिँ वैज्ञानिकहरूले एउटा कन्सेप्ट दिएका छन्, राइट ट्री राइट प्लेस, भनेको सही ठाउँमा सही स्पेसिसको रुख लगाउने भनिन्छ। तर खाली ठाउँमा त रुख लगाउँदा के बिग्रिन्छ र? अब जुन ठाउँमा युज भएको छैन त्यही छिटो बढ्ने रुख लगायो भने भइहाल्यो नि। कतिपय अवस्थामा त ठिकै हो, तर कुनै ठाउँ खाली देखिए पनि प्रकृतिका लागि त्यो महत्त्वपूर्ण हुनसक्छ। नेपालकै धेरै ठाउँमा नेचुरल ग्रासल्यान्डहरू, वेटल्यान्ड्स र खुला इकोसिस्टमहरू धेरै स्पेसिसको हेबिट्याट हुन सक्छन्। यदि त्यहाँ जबरजस्ती फरेस्ट बनाउन थालियो भने स्थानीय वाइल्ड लाइफको हेबिट्याट हराउन सक्छ, नेटिभ स्पेसिसलाई असर पर्न सक्छ, इकोसिस्टम ब्यालेन्स चाहिँ चेन्ज हुन सक्छ अर्कै तरिकाले। जस्तै बाहिरबाट ल्याएको कुनै फुल वा बिरुवा जङ्गल वरिपरि लगाउँदाखेरि अब सुरुमा हेर्दाखेरि त राम्रो देखिन्छ, तर पछि चाहिँ स्थानीय बिरुवा र जडीबुटीलाई असर गर्न सक्छ। संसारभरि यस्ता उदाहरण धेरै छन् जहाँ बाहिरी स्पेसिसले फैलिँदै गएर स्थानीय स्पेसिसलाई विस्थापित गरेका छन्। अब यस्ताले चाहिँ के गर्छन् भन्दाखेरि वाइल्ड लाइफको फुड सोर्स पनि परिवर्तन गर्न सक्छन्, लोकल इकोसिस्टममा असन्तुलन ल्याउन सक्छन्। तर राम्रो त देखिन्छ नि। अब अलिअलि भए पनि त नेचुरल इकोसिस्टममा राम्रो गर्छ होला नि त। त्यो त हो, फाइदा त गर्छ। तर राम्रो देखिनु र स्वस्थ इकोसिस्टम हुनु एउटै कुरा होइन। यदि हजारौँ एउटै स्पेसिस मात्र लगाइयो भने त्यसलाई मोनोकल्चर प्लान्टेसन भनिन्छ। यसमा बायोडाइभर्सिटी कम हुन्छ, डिजिज र पेस्टको जोखिम बढ्छ, वाइल्ड लाइफलाई चाहिने विभिन्न खाना र सेल्टर कम हुन्छ। प्राकृतिक जङ्गल भनेको त विभिन्न स्पेसिसको ब्यालेन्स हो। एकदमै सही लाग्यो है यो कुरा, लोजिकल पनि छ। अनि यो रुखले चाहिँ जमिनमुनिको पानीमा चाहिँ असर गर्छ कि गर्दैन त? गरिहाल्छ नि। धेरै अवस्थामा त रुखले सोइल इरोजन घटाउँछ, पानी जमिनभित्र जान सहयोग गर्छ, वाटर साइकललाई सुधार गर्छ। तर यो पनि ठाउँअनुसार फरक हुन्छन्। जस्तै सुक्खा क्षेत्रमा अत्यधिक डेन्स फरेस्ट प्लान्टिङ गरियो भने धेरै रुखले धेरै पानी प्रयोग गर्न सक्छन्। यसले गर्दाखेरि लोकल स्ट्रिम्सहरूमा पुग्ने पानी घट्न सक्छ, ग्राउन्ड वाटर रिचार्जमा पनि असर गर्न सक्छ, किनभने रुखहरूले आफ्नो रुट सिस्टमबाट माटोभित्रको पानी प्रयोग गर्छन्। अब पहिला गाउँघरमा पनि त देखिन्थ्यो, केही ठाउँमा ठुलो रुख भयो भने त्यहीँ वरिपरि पानीको मुहान हुन्थ्यो। तर सबै रुखले यस्तो गर्दैनन्। फेरि कतिपय स्पेसिसले चाहिँ भएको पानी धेरै प्रयोग गरेर मुहान नै सुकाउन सक्छन्। त्यही भएर त जथाभावी वृक्षारोपण गर्नु हुँदैन भनेको। अनि धेरै बाक्लो रुट सिस्टम भएको फरेस्टले केही ठाउँमा पानीको नेचुरल मुभमेन्टलाई पनि परिवर्तन गर्न सक्छ। अब यही कारणले गर्दाखेरि चाहिँ सोइल मोइस्चर प्याटर्न चेन्ज हुन्छ, अनि ग्राउन्ड वाटर लेभलमा असर गर्छ। अनि यिनी कुराहरू पनि सोइल टाइप, रेनफल, ट्री स्पेसिस अनि ल्यान्डस्केपमा फरक हुन्छ। फेरि जस्तै हामीले ऱ्यान्डमली रुख लगाए पनि त अब अलिकति भयो नि कुलिङ इफेक्ट त हुन्छ नि त। जे त्यो ठाउँ त अलिकति शीतल त हुन्छ नि त। यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। धेरै अवस्थामा फरेस्टले क्लाइमेटिक रेगुलेसनमा ठुलो भूमिका खेल्छ, तर सधैँ यस्तो नहुन सक्छ। हिउँ पर्ने ठाउँको इकोसिस्टम र ग्रासल्यान्डहरूमा चाहिँ धेरै सनलाइटको रिफ्लेक्सन हुन्छ, अनि अर्कोतर्फ हेर्दाखेरि चाहिँ डार्क फरेस्ट क्यानोपीले अलि धेरै सनलाइट एब्जर्भ गर्छ। अनि केही ठाउँमा प्राकृतिक ल्यान्डस्केप परिवर्तन गर्दाखेरि लोकल टेम्परेचर पनि चेन्ज हुन्छ। त्यस्तै अर्को कुरा छ, इभ्यापोट्रान्सपिरेसनले पनि वातावरणमा प्रभाव पार्छ। तर यसको अर्थ चाहिँ जङ्गलहरू बनाउनु चाहिँ खराब हो भन्ने होइन। यसको अर्थ के हो भन्दाखेरि हरेक ठाउँको प्राकृतिक अवस्था बुझेर चाहिँ निर्णय गर्नुपर्छ। अनि यत्रो चिजहरू चाहिँ कन्सिडर गर्दाखेरि माटोको पनि त कुरा आउँछ होला। फेरि हो नि, यो माटो पनि एकदमै इम्पोर्टेन्ट कुरा हो। केही इकोसिस्टम जस्तै वेटल्यान्ड्सहरू, पिटल्यान्ड्सहरू, यिनीहरूले चाहिँ माटोभित्र धेरै कार्बन स्टोर गरेर राखेका हुन्छन्।
यदि त्यस्ता ठाउँलाई गलत तरिकाले परिवर्तन गर्न खोजियो भने स्टोर भएको कार्बन बाहिर आउन सक्छ। त्यसैले कहिलेकाहीँ नयाँ फरेस्ट बनाउनु भन्दा भएको इकोसिस्टमलाई संरक्षण गर्नु नै बढी महत्त्वपूर्ण हुन सक्छ, तर सधैँ चाहिँ हुँदैन। अनि यत्रो कुराहरू सोच्ने भने त कसरी हो त नि वृक्षारोपण गर्ने? अब यस्तो कुरा सोच्दाखेरि त झन् कामै गर्न गाह्रो हुन्छ त। होइन वृक्षारोपण त गर्नुपर्छ, तर सोचेर गर्नुपर्छ। जथाभावी बिरुवा लगाउँदाखेरि प्रकृतिलाई नै असर पर्न सक्छ। अब नेपालमा हामीले फुल वा रुख लगाउँदाखेरि चाहिँ नेटिभ स्पेसिसलाई बढी प्राथमिकता दिने, बाहिरबाट ल्याएको फुल भए ल्यान्डस्केपिङ, गार्डन वा पार्कमा प्रयोग गर्ने, अनि लोकल क्लाइमेट र सोइल अनुसार स्पेसिस छनौट गर्ने, वाइल्ड लाइफलाई फुडहरू दिने प्लान्टहरू सोच्ने, फरेस्ट मात्रै होइन एग्रो फरेस्ट्रीमा पनि ध्यान दिने, नेचुरल ग्रासल्यान्ड र वेटल्यान्ड्सहरूको संरक्षण गर्ने, अनि अर्को मिक्स्ड फरेस्ट बनाउने, एउटै मात्र स्पेसिस लगाएर होइन। यसरी हेर्दाखेरि चाहिँ हामीले कतिवटा बिरुवा लगायौँ त भन्ने कुरा इम्पोर्टेन्ट होइन, कस्तो इकोसिस्टम बनायौँ भन्ने कुरा सोच्नुपर्छ। अझ अहिले त नेपालमा बाँदर, बँदेल जस्ता समस्या पनि बढिरहेका छन्। त्यसैले जथाभावी नयाँ बिरुवा ल्याएर लगाउनु भन्दा कुन ठाउँमा कुन किसिमका जङ्गली बोट बिरुवाहरू उपयुक्त छन् भन्ने कुरा पनि सोचेर योजना बनाउनु पर्छ। आज त म फेरि स्कुल गएर पढे जस्तो लाग्यो यार। अब पहिले चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि अब धेरै टन्नै बिरुवा रोपियो भने वातावरण जसै राम्रो हुन्छ भन्ने लाग्थ्यो। अब तर अहिले के बुझ्नुपर्ने रहेछ भन्दाखेरि अब बिना प्लानिङ गरिएको वृक्षारोपणले चाहिँ कहिलेकाहीँ समस्या पनि ल्याउन सक्छ। हो, यो कुरा एकदम सही कुरा हो। वृक्षारोपण राम्रो कुरा हो, तर सही प्लानिङ बिना गरेको वृक्षारोपणले सधैँ राम्रो परिणाम दिन्छ भन्ने हुँदैन। त्यसैले म फेरि पनि भन्छु, यो वातावरण संरक्षण गर्ने भनेको केवल बिरुवा रोप्ने होइन, यो प्रकृतिलाई बुझेर चाहिँ भविष्य बनाउनु हो।